तर यो थालिदिएन मेरो पछि ए रानी यहाँ त्यो थालिदिया ढुङ्गो खायो अघि नको ओए तर मैले के अहिले तेरो नाक थियो फुट्टा त्यो थाली ढुङ्गो ल्याजा त्यो ढुङ्गो ल्या अघि नको ढुङ्गो ल्या हेर्न कहाँ राखिस् भयो अनि सुरु अब सुरु गर्नु के गर्छन् पहिला ढुङ्गो हान्ने त होला नि ढोका मेन ढोका त हो मेन ढोका भने जता माने पनि हुन्छ दुइटै ढोका हुनु त बाहिरले एकपल्ट मान्ने गरेको छ भन्ने त्यो बनाएको ध्यान रहेछ आजकलको जमानामा सुविधा धेरै छ हो सबै राख्ने बसिहालौँ होइन यता यो पनि यता भित्र यस्तो भित्र हिँड्ने बाटो बना फुल दिया चाहिँ हामी होइन त्यो मैले साइडमा हुन गएँ त्यो उठाएर ठिकै छ त अलिअलि टिका लगाउँदै गर्छ त्यहाँ बिदाय हुन्छ क्या हटाइ न उता बस्ने रुममै बनाउने भनेको छ नि अहिले सानो भयो भने ठिकै छ केही धेरै भयो त उता राखेको हुने थियो जहाँ पाए त्यही राखेको चाहिँ अलिक टिका लगाउने बेला कस्तो हुन्छ थाहा ल यो कहाँ हो सबै उ गराइदिन्छ नि तैँले त्यही त्यो सेतोमा हो के ल ल आइदियो त उता त अलिक उता सर्बा उता त्यति नसर्दै हुने हुँदैन ल त्यही त पानी जस्तो त्यही गरे आउँछ पानी अझै सर्नु थियो पानी त्यो कलर फेरि सानो अघि बिहान फेरि एउटा मात्रै तपाईँले एउटै गाउँमा 5-6 टिक राख्नु भएको के गर्नु मम्मी के गर्नु हल्का उता भित्र लगेको पछाडि हो त्यति हावा आउनु ठाउँ भयो त मेरो सन्डे त
यतापट्टि छ मामाको ठाउँमा मैले सेलको बोटको कहाँ राखेँ एउटा मात्रै हो नि यो कस्तो फरक छ त ल अब सुट गर्नु त होला भइगयो ल ल त अलिकति हालिदिन्छु तँलाई एकछिन। के गर्ने कानमा लगाइदियो हातमा लगाइदियो होइन यो हात यस्तो गरेर यस्तो गरेर यस्तो गरेर यस्तो हेर मैले गर्छु यस्तो हेर टोपी बिछाउने यो मम्मी जस्तो गर्नुहुन्छ त्यस्तो गराइदिनु यो हो नि कुरो बल्ल आज कति वर्ष बनाउनु पाइयो हल्का तेल चिल्लो चिल्लो बनाउनु के राम्रो त्यो सर्नु पोस्नु न होइन त्यो गमला छ त्यो सर्नु पोसिन्छ के हुनु पछि धुने ओ त्यही छ टिका यो यो लिएर म त बिर्सिके त पानी हो पहिला छर्ने हुँदो अनि ठिक छ पहिला तेलकै हो पछि त्यहाँ अरू पर्नु अब त्यहाँ घुम्ने ठाउँै छैन सामने ठाउँको यो हाल्नु न मम्मी रोक रोक उयोमा थोरै थोरै हालिदिनु हिमा त हाल्नु पर्दैन हिमा मात्र हाल्थ्यो पिठा टिको नभइकन अहिले मिक्सर उठिसक्यो बिर्सिकेछु मैले त हिजो राख्नु ठिकै छ आउँछ त राख्नु कुनैमा हाले आउने रहन्छ ए त्यो छुट्यो एउटामा थियो एउटामा थियो ठुलो रहेछ अनि तँलाई थाप्न दुना थुन्नै अन्त ल्याएर मैले अन्त बिचर पनि के दुख्ने गएर त्यो यहाँ मैले अर्को पनि त राखेको थिएँ थिइनँ है लाइनमा भयो ठिक छ लगाइदिएँ पहिला पिठाको लगाइदिएँ लामो बनाइदिएन अनि त्यहाँबाट अरू चौक्दै लाग्ने हो लासहरूको टपरी मात्र उठाउनु सानो जुन जुन लगाउने त्यही उठाउँदा हुन्छ पहिला सेतो लगाउने सेतो पानी कम यस्तो लागिदिन्छु पानी त कम लाग्यो बरु उ भयो क्या मोटो भइगयो क्या जस्तो लाग्यो मलाई मोटो छ अब। मैदा थिएन र चाउलको धेरै मोटो पनि मिक्सरमा पिसेर त भयो म भयो लाग्दैन पिठो भइगयो क्या अलिक लगाएर जान्छ टिकटको जुन लाग्नु हुन्छ नि होला हिजो मैले राखेँ कस्तो दिमाग त्यसैमा एकै लाइनमा जुन लाग्यो नि हुन्छ मम्मी जुन लाग्ने जुन लगाए पनि हुन्छ अब पोहोर सालको रमाइलो भएको थियो भने उहाँ बगाल कति अब यो आयो कति वर्ष हो अब यहाँ घर के मिसाइलो गराउने भने पोहोर साल कम रमाइलो भएको थियो लाग्दै अब यसलाई लगाइदिन्छु माथि घर राम्रो के हुन्न कहाँ राम्रो र अहिले अलि राम्रो लगाइदिएन के हुन्न के उयो भन तिमीले जति जसलाई लाग्यो त्यही राम्रो भयो नि म तपाईँ झन् अब के गरेर लगाइदिनु खै कस्तो लगाइदिनु लगाइदिन्छ त राम्रो त बनाइदिन्छ पहिले त्यसै
बलिया लगाइदिने हो लगाइदेऊ तिम्रो लगाऊ अब 5 भएपछि जति शून्य लाउँछु भने पनि पाएन 5 0 0 0 0 0 0 0 लाउँदै जाने मसला हो मसला टीका लिँदैन लाइटमा टच गर्नु मात्रै पानीको थोपा दिएर उयो पानी थोपा दिएर लागेन पिरो के पछि पछि हुन्छ दाल लगाइदिनु पानी चाहियो पानी पिसा चामल त सुइहाल्यो त्यो त पानी धेरै खान्छ सूर्यमण्डल देखिन्छ पुरै सेतो हुने साधु मान्छेलाई अब सुक्खा सुक्खा हो नि रातो त नगी माथि हो नाच्मा चाहिँ फ्री गर्दा कति रङ छन् सबै रङ छन् 3 6 7 8 7 हो क्या त्यो अब 70 रङ ए 2 3 4 5 है त भयो अरू के यो एउटा सेतो 1 2 3 4 5 6 भयो यो बाँकी छ हो यो बाँकी छ सम्पूर्ण बाँकी त भयो त्यही तल लगाइदियो यो त्यो लास्ट भयो मम्मी हामी त 5 जना किन 1 2 3 4 5 अनि के छ अनि तपाईले 4टा मात्रै माला हुनु भएको एउटा तलै बाचा भइ गयो अब के गर्ने हेरेको त तपाईँ हिँड्दै जस्तै ठिक पिठोको एउटा मैले त ठ्याक्कै के अलगै बनाउनु त्यसैमा बसाल्ने हो त्यसैमा बसाल्ने ए अर्को लाइन बनाउँनु नभएर नै त्यसैमा बसाल्ने जति भएर त्यति लाइन बनाउँछ पहिला हाने त्यस्तै गर्दै हाने अहिले पनि गर्छ मम्मी त नाच्छ सबै लाइदिनु बिहान त पोछे हुन्छ पछि सुक्यो भने पोच्नु हुन्छ भइगयो तिमी 2 भइगयो अब के गर्ने अब नाच्ने तिमीले चिन्नेले नचिनेपछि रातोमा निलो निलोमा पहिलो भइसक्यो पहिला हामी त्यस्तै त गर्थ्यौँ पहिला भइले जस्तै लगाइदियो मलाई पैसा निकाल्नु पैसा दिनै पर्छ लाइदिनु मम्मी लगाइदे एउटा मात्रै माला अनि कतिवटा हो अनि एउटा भाइले एउटा माला लाउनु त हुन्छ कत्रो माला मिठाई के गरे यो भात काँटा छैन काँटा छैन त्यति पत्थरै आइ पत्थरै पछि खानु अलिअलि खुवाउनु नै अहिले दही थियो त दही पिउँदैछ खाइदियो खुवाइदेऊ यस्तै गरी खुवाउन पाइयोस् यो एउटा खोल गरे पनि थियो है दाजु कस्तो फुल गरे हामीले पनि खुवाउने यो पिस्ता हो यो हातमा दिएको हुन्छ ल
अघि त्यो खोल त बिर्सिएको छु त मैले त केही हुन्न। खानु त्यो चबियो भने चबियो नत्र पेटमा नै जान्छ पेटमा कि जान्छ यहाँ पनि हुन्छ। ल भाइ यसले खाइदिने यहाँ छ त दबाई दिए भने खाइदिनु त खानु खाइसकिन्छ त अहिले। अब मिठाई हाल्नु बिर्साएको है त्यसमा अब हाल्न त्यो सबै दादाले दे दादाले दे एकदम के भन्नु गरेस् सबै खानु 5 रुपियाँ त्यो 5 रुपियाँ छैन भन्नु यहाँ यता फर्किन बस्नु भएको अन्त के हो अब मिठाई छ त यहाँ छ यो योभन्दा त्यही कुरो हो नि त्यही खोलेर राख्नु न त्यो जो भने पनि एउटा हुने अलग अलग छ कि त्यो पनि केमा हाल्नु त अहिले यसैमा हाल्नु के? मिठाई दाजुले एउटा एउटा यही डब्बा भन्नु किन त्यो अहिले अहिले हाल्नु ल त भाँडामा एउटा मात्रै नि कुन यही नि मलाई तँलाई पनि केमा हाल्नु तँलाई हातमै दियो भने हुन्छ के हुन्न यहाँ हातमै दियो ए छ त यो किन हाल्नु दिने यहाँ छ त टपहरू यो सबै दुई बाई यसै भन्नु तँलाई पनि दिइदिउँ जुन भयो नि हुन्छ मलाई दादालाई दे दादालाई दे हेर्छ भाइ अर्को दिनु न के यो अरू खाने त्यो राख्नु पछि यो पर्यो यो मिठाई अलग अलग खानु खानु है बाबु खाने आउनु तँलाई कहिले लान्छ भयो रेकर्ड पुरा भयो हुँदैछ केही भन्न मन लाग्यो भन्दा हुन्छ लड्डु म युट्युबबाट हाल्छु युट्युब च्यानल छ कि दिवालीको शुभकामना म पनि लड्डु खाइदिउँ न मलाई यस्तो भन्नु के भन्छ अरे लाइक कमेन्ट सेयर गरिदिनु होला भन्नु लाइकमा सेयर गरिदिनु होला आजको तिहार हाम्रो यस्तो भयो अनि दाजु भन्नुहुन्छ आज 2082 साल 6 महिना 7 महिना छ गते दिनु छिटो 7 दिन शुभ दीपावलीको उपलक्ष्यमा अब भाइटिका विशेष त तिहार भाइटिका तिहारको उपलक्ष्यमा सम्पूर्ण दर्शकहरू लगायत सम्पूर्ण आफन्तहरू भाइ बहिनीहरू सम्पूर्णलाई शुभकामना छ यही भन्न चाहन्छु ह्याप्पी तिहार सबैलाई ह्याप्पी तिहार सबैलाई मम्मी भन्नु जो जसलाई जे भन्न लाग्छ भन्नुहोस् आएपछि भन्थ्यो अब यो भन भन न आजै हो होइन हो त जे जे भन्न मन लाग्छ भन्दा हुन्छ अब अब खानासाना खुवाउनु दाइलाई भोक मान्नु होला भोक त सबैले लाग्यो होला सबैले खाउँला अब फोटो खिच्दा भन्नु सबैले हुन्छ हुन्छ भन्दै आरसी पानी ल्याउनु झर्नु हात्नु नजानु अब जाउँ त